Hello guys, welcome back to my channel. आज चाहिँ यो चाहिँ फर्सी हो अनि यहाँ पछाडी चाहिँ आमा it's organic फर्सी. It's called a pumpkin. Yeah. So. My English is so poor, so ignore it. So yeah, today we are making a momos and eating momos. So it's so good. And yeah, that's it. We are going upper home because we have to make a momo, and momo is momo. That's it. I feel rich. र आज चाहिँ म यहाँ चाहिँ के पो भन्छ नस्पातीहरू फल्दै रहेछ हो. यहाँ चाहिँ नस्पातीहरू फल्दै रहेछ हो. यहाँ कहाँ धेरै मसिनो. So हिँड्नुहोस् अगाडि. देख्छ नि नस्पाती देख्यो. भिडियोको लागि चाहिँ यहाँ फालिराखेर चाहिँ लब्दी व्हाट्सएप ला यो लैजा त फर्सी. कना आम्मामा फुचे अब इगो भम यसले देखेको छैन नि त. त्यो कसैले देखेको छैन उनी तलतिर. So sorry. हजुर यो चाहिँ मोमो बनाउनु रेडी हुन्छ. यहाँ न्युटेला यो चाहिँ म क्यामेरा राम्रो नभएर चाहिँ बाहिर निस्किरहेको छु हो. अनि यहाँ चाहिँ मामा थोड़ा सा काम कर रहा है. He is so handsome and famous guy and he is so talented. तारिफ गरेको पचेन अरे नि त हो. यहाँ चाहिँ मामा छ है. भरे फेरि यहाँ भित्र आउँदा चाहिँ फेरि क्यामेरा यस्तो छ हो. ला माय गॉड. यहाँ चाहिँ हाम्रो मोमो खानु चल्दैछ. यहाँ चाहिँ मम्स हो. मम्सको चाहिँ यहाँ कन्तुर बोकेर अलिकतिमा हाम्रो यहाँ मोमोको पानी ताप्दैछ हो. या लडिरहेर पुरा सोफामा त नि Excuse me, guys, please let me show something. So please move side. यहाँ चाहिँ किमा हो. यो किमा छ. यहाँ चाहिँ के पो भन्छ यसलाई. ला माय गॉड यस्तो भएछ. के पो यसलाई मैदा के पो डो. अनि यहाँ चाहिँ पिठो तेल. अनि यहाँ हामीहरू सबैजना हो. यहाँ चाहिँ हामीहरू सबैजना बनाउनु आँटेको. त्यो राख्थ्यो हो. आँखा चिलाएर मर्यो फेरि म चाहिँ. पिठो कम्ती मसिरहेको अहिले चाहिँ. एकछिन शान्त हुँ ल. ब्याकग्राउन्ड म्युजिक फेरि दामी हुन्छ. म त ब्याकग्राउन्ड म्युजिक चाहिँ दामी लगाइदिन आँटेँ है साँच्ची भनेको. तपाईँ चुप लाग्नु नि एकछिन. तेरो त म्युजिक हाल्छ छैन नि त. तर त्यो यस्तोको आवाज आएको हाल्छ नि त अरूहरूले चाहिँ. यसको बाउरा पनि पुरा दुख्दैछ भने यो मोमो खाएर पनि झन् दुख्छ. लग्दीले फेरि चलाउनु परेको.
गाइस अब यहाँ ब्लगमा गाइस अब हामी चाहिँ बनाउन आँटेको अर्को बेलन छ गाइस हामीहरू खुसी यो भयो त सबै छ यो चाहिँ हामीले धोएर राखेको प्लिज डोन्ट जज अस वी आर भेरी क्लिनर गाइ डोन्ट गो टु माई इङ्ग्लिस त्यस्तो चाहिँ बोल्ने हो सो सरी मैले भिडियोमै झन्डै भिडियो खराब गरेँ मैले डङ्गाइदिएर अस्तिको पनि मैले भिडियो गर्थेँ नि हामी जस्तोको चाहिँ ब्लग चल्छ जे पायो नसोच्छु किन भन्ने अहिले अर्काको कुरा गरेको चाहिँ आउँछ तपाईँहरूको त त्यही हो नि बेहोरा हो नि भरे मेरो पालि हेर मेरो पालिमा आन्टीले नि त्यो हल्दीको र पानीको देखाए फोटो हामीले बनाएको हामीले गरेको त्यो मार मामाको डल्लो स्किन कहाँ बसेर उनीहरूकै न बस्यो नि त उसकै जोजो होइन ल्याउनेले राम्रो यहाँ चाहिँ नबोल्नु ल त्यस्तोहरू चाहिँ यहाँ चाहिँ अब शर्मा लागेको अलिकति अँधेरो होइन तर के गर्नु तपाईँको गर्दैछस् तेरो एउटा फेरि त्यहाँबाट भाइ मामाले चाहिँ अनुहार चाहिँ त्यस्तो देखाउनु पर्दैन नि त ओइ कान्छा बनाउँदैछ यहाँ चाहिँ आन्टीको हल्लाई अनि यहाँ आन्टी यहाँ आन्टीको बनाई यहाँ सानो मामा जो कि यहाँ बेल्नेमा हुनुहुन्छ कोपा चाहिँ मोमो रुम्नेमा यहाँ कोपा आगो हाल्नेमा सोच्या नै भनिदिहाल्यो यहाँ आमा बनाउने र डल्लो पार्नेमा यहाँ चाहिँ ग्रेट ग्रान्ड चार्मी सुब्बा चाहिँ बेल्नेमा यहाँ लब्दी फोन हेर्नेमा उप्स लेखिकन भाग्यो त्यो पनि हो के भन्नु अब केही भन्नु छैन कोपाको काम चाहिँ हेरिहाल्नुहोस् होला हो कस्तो छ कोपाको काम चाहिँ दाउरा झिक्नुपर्छ नि त के भिडियो बनाउँछ उनीहरूले चाहिँ सब्जीहरूको बनाउँछ नि आमाले त्यसरी बनाउनु भने यहाँ चाहिँ हाम्रो चाहिँ भर्खर चाहिँ गीत बजाउँदै थियो होइन आमाको पसन्दको गीत मेरो पसन्दको गीत आन्टीको पसन्दको गीत होइन यहाँ मामा चाहिँ अब के भन्नु टोगा के अरे मामा तपाईँ अलिकति क्वालिटी चाहिँ नराम्रो छ यहाँ चाहिँ मेरो आमा चाहिँ तपाईँको चाहिँ के हो तपाईँले आफूलाई डिफाइन गर्दा कति आफूलाई नि एउटा शब्दमा बयान गर्नु पर्यो भने के गर्नुहुन्छ अब इङ्ग्लिसमा त बुझेन त एउटा शब्दमा हौ आई एम सो ब्युटिफुल वेलकम टु ब्याक माई च्यानल आमा उयो अब गाइच अब मोमो खानुपर्छ है गाइच यहाँ आन्टीको आफ्नो तपाईँले एउटा शब्दमा भन्नु पर्यो म आफूलाई चाहिँ इन्टेलिजेन्ट सम्झिन्छु इन्टेलिजेन्ट भन्दा चाहिँ मलाई अलिक सुहाउँछ होला भनेर भन्न चाहन्छु चाहिँ सुहाउँछ होला इन्टेलिजेन्ट चाहिँ होइन होला भिडियो अन्त भइरहेछ मैले भिडियो गर्दा आमा चुप लाग्यो आमा दिदी बहिनी हो नि त दिदी बहिनी अब यहाँ केही नभने जस्ट पोतो हेर्दैन भनेर न्यु खोज्दैछ केही देखेको छैन अँधेरोमै तर
बाहिर हिँड उज्यालोमा हिँड भनेर मलाई भन्दैछ होइन पोतो यहाँ मेरो के भयो भन्दै भन्दैछ म डक्टर होइन भनिदिएको रिसाउँदैछ रिसाइरहेको छ देखाइदिनु रिसाउने मान्छेको हो आमा 2 टुप्पे थियो र सानोमा आन्टीको चाहिँ फेरि यस्तो छ 2 टुप्पेबाट 10 टुप्पे भइसकेछ उहाँ त्यो चाहिँ यिनीहरू सबै भएर मलाई बनाएको है ल गाइड्स त्यो चाहिँ गाइड्सहरूको चाहिँ यहाँ मोमो चाहिँ बनाउनु छैन हो बेसी गफ मात्रै गरिरहेछ हो गाइड्सहरूको साह्रो छ गाइड्स धर्म हाम्रो अनमोल छ थाहा छ कि छैन संसारदेखि गएपछि आउनु पर्दैन धर्म हाम्रो अनमोल छ थाहा छ कि छैन संसारदेखि गएपछि आउनु पर्दैन अहिंसा आमाकोमै जानु गिलासहरू ल्याइदिएको मान्छे आएको 4 पितो गर्ने चकलेट 2 जना सेफ हरायो आमा मेरो दालै आइपुगेन त्यो मेरो हो गाइस सबैमा चाहिँ खानु लागेको हो पल्टपट्टिको ल्याएन त्यो खोलेको छैन मम्मीले के त भनिरहेको नि अमिलो भन्छ अहिले अस्ति पनि यो भिडियोमा अमिलो भन्छ अहिले बाबुटोको माइ हैन सुपमा हाल्दै कसलाई सबलाई हाल्दिनु गाना मेरो डल्लोलाई एउटा सानो उयो चम्ची दिनुहोस् न आन्टी ओ नो आन्टी चम्ची यार आप भी खा लो यहाँ हालिदिनु न मलाई मजा इसे चाख्नु आन्टी हालिदिइराख्नु ला त्यहाँ होइन यहाँ भनेको बाबा चम्मच I'm a body man ए हल्दी करस लो आन्टीको मुखबाङ चम्मच आन्टीको मुखबाङ लो दामी छ आन्टीको मुखबाङ बाब्दीको मुखबाङ लो खान न छिटो ओके दिस इज कल्ड मुखबाङ ओके आमाको चाहिँ मुखबाङ This is called last mukbang. So guys, I will video there. Thank you so much. Like, share, subscribe to my channel. Bye bye.